स्वर्ग जस्तो देशमा जन्मेर पनि शान्तिले बाँच्न नपाउनु, योभन्दा ठुलो दुर्भाग्य के होला। यहाँका जनताहरू प्रत्येक दिन सुखी र शान्तपूर्ण जीवन जिउनको लागि आश र प्रार्थना गर्छन्। उनीहरूलाई धेरै कुरा केही चाहिएको छैन, केवल यो स्वर्ग जस्तो ठाउँमा शान्तिपूर्ण जिन्दगी बिताउन मन छ। प्रकृतिले जति हाम्रो देशलाई वरदान दिएको छ, सायद त्यो अरू ठाउँमा छैन होला। तर पनि सुनको बोटुकामा हामी अहिले पनि भिख मागिरहेका छौँ। हामीले हाम्रो मूल्य कहिले बुझ्ने?